यो चाहिँ हेड पुरै कम्प्लिट यो हालेको चाहिँ दिइसक्नु भएको होला है। अब फिट गर्नु होला। यो हामी यो हेड ग्यास्केट हालिसक्यो, यो ओरिङ हालिसक्यो, पम्प पनि फिटिङ भइसक्यो। अब यसलाई चाहिँ सुरुमा राख्ने छोडो त क्याप चाहिँ टाइपिट पनि भन्छ, यसलाई रोक्कर पनि भन्छ। यस्तो चाक्लो भएको भागलाई चाहिँ यता हाल्नु पर्यो, अनि यो नर्मल भाग चाहिँ यस्तो नि यता हाल्छ। यो मिल्दा नि मिल्दैन, एक हिसाबले मिल्दा नि मिल्दैन, नत्र नै यो चाहिँ एक्जस्ट भल्भ साइडतिर। यो चाहिँ हाम्रो माथि डिकम्प्रेसर लिभरले यसैले यहाँ अठाउने हो। यो चाहिँ इन्टेकतिर भयो। चाहिँ पुस रडलाई यसरी त्यो पुस बेलको माथि बस्छ, ट्याक्क बस्छ है। यो तलमाथि हुन्छ, यो तलमाथि चल्छ। यो चाहिँ केम साफले दबाउँछ। यो हेडको वासर चाहिँ अरू वासरभन्दा अलि मोटो हुन्छ। दुईटा चाहिँ पछाडि। यो चाहिँ हेडलाई टाइट पनि गर्छ र यो रोकरलाई चाहिँ बाहिर निस्किन दिँदैन। अनि यसमा पनि यो उल्टो सुल्टो हुन्छ है। यो प्लेन भाग भएकोलाई चाहिँ तल फर्काउनु पर्यो, यो नर्मल यो अरू जस्तो चाहिँ माथि हुनु पर्यो। नम्बर 2 भएको हुन्छ। यसलाई क्रस गर्दै टाइट गर्नु पर्यो। ओभर टाइट पनि गर्नु हुँदैन, थ्रेड स्लिप हुन्छ। अब टाइपिट गर्नुपर्ने हुन्छ। कभर लगाइसकेँ, एकदम सजिलो बुझ्ने तरिकाले गर्छु। यो कभर लगाएको म फेरि खोलेर देखाउँछु कसरी चाहिँ टाइपिट एकदम पर्फेक्ट हुन्छ भन्ने कुरो।
फ्लाइव्हिल कभरलाई निकालेपछि फ्लाइव्हिलको उसमा चाहिँ टाइमिङ लेखेको हुन्छ, यहाँनिर देख्न सकिन्छ। यहाँनिर यस्तो नम्बर लेखेको हुन्छ। यो ठ्याक्क 0 चाहिँ यहाँनिर अगाडिको यो पोइन्टमा, यो काटिएको भागमा यहाँनिर पुऱ्याउँदा चाहिँ यो पिस्टन के हुन्छ, टपमा आइसकेको हुन्छ। दुईवटै भल्भ चाहिँ ठ्याक्क एकदम माथि त भल्भलाई नउठाइकन बसेको हुन्छ रोक्कर चाहिँ यहाँनिर। यो चाहिँ दुइटै बराबर बसेको हुन्छ। त्यही बेलामा चाहिँ हामी यसलाई माथि मिलाउनु पर्ने हुन्छ। पिस्टन त्यो एउटा टप छ, यहाँनिर माथि पनि देख्न सकिन्छ। अनि त्यसलाई लुज गरे पहिला, सजिलो तरिका सिकाउँदैछु। यो ब्लेड त सबैसँग हुन्छ है। दुईटा ब्लेडलाई चाहिँ यो भागमा टाइट हुनु पर्यो धेरै। यो एकदम हल्का नजिक हेर्ने देखेको यो ठिक, एकदम धेरै लुज पनि होइन, टाइट पनि होइन। यो एकदम ठिक्क खेल्ने हुनु पर्यो। दुईटा यो ब्लेड चाहिँ खेल्ने हुनु पर्यो। टाइट यो मिलाउँदाखेरि चाहिँ रोक्कर मिलाउँदाखेरि यो अब यसलाई यतिकै राखेर यो माथिको स्क्रु यतिको होल्ड गरेर यसलाई टाइट गरिदिनु। यही बेलामा यो चल्छ है, त्यो चेक गर्न सकिन्छ। हल्का प्ले हुन्छ यसमा। यतापट्टि चाहिँ एउटा मात्रै ब्लेड। त्यो ठिक टाइट चल्नु पर्यो। टाइट चल्नु पर्यो। किनभने टाइपिङ चाहिँ यो मिलिसक्यो। अब यता यो एक्जस्ट साइड चाहिँ थोरै लुज हुन्छ, इन्टेकको साटो थोरै। यता चाहिँ एउटा मात्रै ब्लेड, एउटा चाहिँ दुईतिर दुईटा ब्लेड गर्दाखेरि हुन्छ। थोरै डाउन गर्नु, यस्तो सिधा गर्नु। अब यो फेरि एकचोटि चेक गर्नु, यहाँनिर चेक गर्दाखेरि कभर लगाइकन अनि त्यसपछि हामी यसको चाहिँ ट्याङ्की फिट नगरी हामी यस्तो बोतलमा जुगाड गरिराखौँ, सजिलो हुन्छ। कुनै बेला पम्पहरूले काम गरेर नआउन फेरि फेर्नुपर्ने हुन्छ। यो नोजल पम्पहरूले कसरी काम गर्छ भन्ने भिडियो चाहिँ म छुट्टै एउटा बनाउँछु, त्यो चाहिँ चेक गर्नु होला। स्पेसल नोजल पम्पको लागि मात्रै। यसमा चाहिँ जिनो हाल्नु पर्यो। जिनो यहीँबाट हाल्दाखेरि सबै भाग चाहिँ लुब्रिकेन्ट हुन्छ माथिबाट। यो 73 मोडलमा चाहिँ 800 ml मात्रै लाग्छ। 200 ml जान्छ। नोजल चाहिँ हामी फिट गर्ने।